हाई फेरि पनि तपाईहरु सबैजनालाई मेरो ब्लगमा स्वागत छ। आज म ब्याङ्ककमा छु अनि हिजो राति मात्रै हामी यहाँ आइपुग्यौं। कारणवश मैले तपाईहरुलाई ब्याङ्कक नेपाल टु ब्याङ्कक सम्मको भिडियो चाहिँ देखाउन सकिन। तर पनि आज म ब्याङ्ककमा छु अनि हामी चाहिँ तपाईले हेर्न सक्नुहुन्छ म यो होटलमा बसेकी छु। मसँग मेरो फ्यामिलीहरु आउनु भएको छ अनि तपाईले देख्न सक्नुहुन्छ इट्स सो ब्युटिफुल अनि यहाँ मेरो मम्मी, यहाँ मेरो अर्को मम्मी, हेलो, अनि यहाँ हाम्रो प्यारी छोरी एड्ना, अनि यहाँ मेरो श्रीमान। गर्मीमा थाइल्यान्डको वेदर चाहिँ 33 डिग्री छ तर पनि ब्ल्याक कफी इज मस्ट। अब हामी पटाया घुम्न जाँदैछौँ अनि हामी चाहिँ गाडी वेट गरेर बसेका छौँ अनि आफ्टर 10 मिनट्स गाडी आउँछ भनेको छ अनि गाडीमा चढेर हामी पटाया जानेछौँ अनि घुम्नेछौँ। सी यू देयर। साथीहरु हामी बसेको होटल यो नै हो, बान्तोना न बान्थानवा। एड्ना आफूले किन गरे फेरि? खै मेरो बुढा खोइ see you everyone। अहिले देख्न सक्नुहुन्छ यहाँ 7-11 पनि कति धेरै रहेछ। यो चाहिँ काइन्ड अफ रेसिडेन्टल एरिया जस्तै छ यो एरिया अनि एकदम क्लीन। मलाई चाहिँ एकदम क्लीन लाग्यो यहाँ। व्हाट्स योर नेम? Lake. Mr. Lee. I'm Richu. The back guy, he's my husband. 2 mom and 1 daughter. So we came from Nepal. Nice to meet you. Nice to meet you. We don't know. We are very new here and we don't know the place exactly where we want to go, but today we will go first Pattaya Beach. Pattaya Beach? Yeah. Okay. Brother, do you know here somewhere else like to eat good breakfast? Breakfast. Yeah. Okay. Now? अहिले है? Yes. Yeah. Okay. मलाई चाहिँ कता दिल्ली अस्ति भर्खर दिल्ली गएर आएको हुनाले होला दिल्लीतिर गए जस्तो लाग्यो। हामी बसेको ठाउँ चाहिँ दिङड्याङ भन्ने ठाउँमा हो। This is the main city of Bangkok? Yeah. Okay. गर्मी धेरै छ, गर्मी एकदमै धेरै छ। कस्तो ब्युटिफुल सिटीलाई चाहिँ एकदमै ब्युटिफुली राखेको, क्लीन अनि थाइल्यान्डको फ्ल्याग। यो चाहिँ के रहेछ? नेसनल डिफेन्स स्टडिज इन्स्टिट्युट। वाउ, ब्युटिफुल। यहाँ रानी छ हो? थाइल्यान्डको रानी। University of the Thai Chamber of Commerce रे। यहाँ त तपाईले देख्नुहुन्छ। वाउ। यहाँनिर आएको त हाम्रो टोरन्टोको डाउनटाउन जस्तै लागिरहेछ। हामी जाँदैछौँ पटाया बाटोमा। त्यहाँ हेर्नुहोस् न सानो मेरो छोरीले देखेको भए कति खुसी हुन्थे। क्याट
ऊ यता छ नि डाउन टाउन हो त्यो नि बिल्डिङ नै हो त्यो पनि बिल्डिङ नै हो कस्तो दामी दामी हेर्नु यता पनि हेर्नु न अगाडि वरिपरि घुमेको छ बिल्डिङ त यता हेर्नु न काठमाडौँको जस्तै घरहरू पक्को डाउन टाउन कस्तो लागिरहेछ मम्मीहरू कस्तो लागिरहेछ कुन चाहिँ मैले देखेँ त्यो चाहिँ हामी रमाउँदैछौँ अनि मेरो मम्मीहरू स्पेसली मेरो मम्मीहरूलाई हेर्नु नि त मेरो मम्मीहरू कति रमाइलो मम्मी चाहिँ विष्णु मम्मी चाहिँ फोटो खिचिराख्नुभएको छ अनि भिडियो पनि लिइराख्नु भएको छ अनि मम्मी चाहिँ आँखाले चाहिँ त्यो सुन्दरतालाई अवलोकन गरिराख्नु भएको छ Yes, I feel so happy अनि यसरी घुम्न हामी परिवारसँग आएका छौँ अनि कति हाम्रो फ्यामिली मेम्बरहरू आउन सक्नु भएको छैन तर पनि for them next time I think I'll come back Bangkok again एकदम मन पर्यो यहाँ चाहिँ ठाउँमा पैसा तिर्नु पर्ने रहेछ आई थिंक टोल फी होला त्यो ल्याङ्ग्वेज केही बुझ्दैन सानो कस्तो क्लिन छ हेर्नु न अगाडि कहाँ जाँदैछौँ रे हामी कुन ठाउँमा We are here in Bangkok. Pattaya. अर्को सिटीमा जाँदैछौँ मम्मी कस्तो लागिरहेछ कस्तो राम्रो राम्रो घर हेर्न पाएको छ आफ्नै प्रकारले घुम्न पाएको छ नसोचेको कुराहरू देख्न पाइदो रहेछ मम्मी तपाईलाई मलाई पनि यो सर्वप्रथम मेरा छोराछोरीलाई धन्यवाद आशिषमय होस् किनभने यो बेङ्कक यो थाइल्यान्डको विभिन्न ठाउँमा ल्याएर खुवाउनुभएको छ यस्तो चिजहरू नदेखेको चिजहरू देख्न पाएको छ माइन्डलाई फ्रेस बनाउनुभएको छ माइन्ड फ्रेस भइरहेको छ रमणीय भइरहेको छ सब परिवार इन्जोय गरिरहेको छ अबुई एक्सिडेन्ट भएको रहेछ त्यहाँ थाईको बस थाइल्यान्ड यो चाहिँ ब्याङ्ककको पुलिसको गाडी तपाईँले हेर्न सक्नुहुन्छ पहेँलो र निलो पहेँलो र ऊ होइन यो कुन कलर हो ब्राउन पहेँलो र ब्राउन हाइवे पुलिसको रहेछ यो चाहिँ हाइवेको अन रुट रहेछ यहाँ चाहिँ विभिन्न किसिमको खानाको स्टलहरू अनि थाई खानाहरूको स्टलहरू रहेछ यहाँ चाहिँ देख्न सक्नुहुन्छ है विभिन्न म्याङ्गो เอาหน่อไม้ดองครับกับไข่ไม่ครับไข่ मम्मीहरूलाई चाहिँ यहाँ खाना चित्त नबुझेर उहाँहरू चाहिँ आफ्नो नेपाली खाना खाने भन्नुहुन्छ अनि लास्टमा चाहिँ फ्रुट्स नै खाने भन्ने निर्णय गरिराख्नु भएको छ मम्मीहरूले अन्त looks so yummy vegetables
हेर्नुहोस् त यहाँ यो एक्जोटिक फुड हामीले पाएका छौँ म्याङ्गो यो चाहिँ भोगटे होला यो चाहिँ अम्बा मकै This one is cooked one. हामी कारणले गर्दा नरिवलको जुसहरू पनि यसरी राख्छौँ. How much is this? 60? Okay. 1, 2, 3. छोरी तिमी चिसो हुन्छ नखाऊ है. यहाँ धेरै गर्मी छ अनि हामी चाहिँ नरिवलको जुस पिउँदैछौँ. हेर्नुहोस् त यहाँ मम्मीहरू पनि नरिवलको जुस मम्मी पनि नरिवलको जुस पटाया पटाया फ्लोटिङ मार्केट. वाउ हामी यहाँ आएका छौँ फ्लोटिङ मार्केटमा. We are here in Pattaya floating market. हामीहरू यहाँ टिकट लिइरहेका छौँ. हेलो हामी अहिले फ्लोटिङ मार्केटमा आएका छौँ अनि तपाईँले हेर्न सक्नुहुन्छ यहाँबाट हामी इन्टर हुँदैछौँ अनि मेरो श्रीमान अनि मम्मीहरू चाहिँ अगाडि नै गइसक्नु भएको छ. अनि सरी यो ठाउँको नाम चाहिँ पटाया फ्लोटिङ मार्केट रहेछ. अनि तपाईँले हेर्न सक्नुहुन्छ है सानो मिकी माउस पनि होइन के हो यो थाहै छैन. यसरी बोटमा यसरी हिँड्दो रहेछ. मेरो मम्मी यहाँ भिडियो बनाउँदै हुनुहुन्छ. शीतल यहाँ है मम्मी कस्तो राम्रो सानो सानो मम्मी हेर्नु किरा मम्मी हेर्नु यो किरा पटेङ्ग्रा हो यो. भयो 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 यो त खान सकिन्न. सक्नुहुन्छ तपाईँ मम्मी त्यो किरा खान सक्नुहुन्छ. म त सक्दिनँ. म चाहिँ साथीहरू म चाहिँ सक्दिनँ है गङ्गेटा खान. गङ्गेटा खान म सक्दिनँ. कसरी खाने हो? हजुर मेरो मुख त अहिले नै बिग्रिसक्यो. लेट मी ट्राई. हेर्नुहोस् म के खाँदैछु. यसलाई एर्नाले खाँदैछ. यसलाई यसरी डुबेर अनि यसलाई यसरी खान्छ. नट ब्याड
यो क्र्याब नै हो जुन बारेमा नि हाल्नु मैले अरू किरा त मिसा छैन मिठो रहेछ है साथीहरू मिठो म मेरो माइलो बहिनीलाई एकदम मिस गरिरहेको छु किनभने उसलाई सी फुडहरू एकदम मनपर्छ अनि थाइल्यान्ड चाहिँ सी फुडको लागि चाहिँ एकदम बेस्ट प्लेस के खाने भन छोरी हामी के खान लाग्यो सानो यहाँ खाने के वाटरमेलन सानो हामी के खान लाग्यो वाटरमेलन मम्मी यो जुस हो देखाउने मात्रै जस्तो लाग्यो फ्रेस जुस यो चाहिँ के हो यो चाहिँ सबै देखाउनु लाग्यो लिची हो त्यो प्लास्टिक हो लिची प्लास्टिक जस्तो लाग्यो त्यो प्लास्टिक हो प्लास्टिक हो सबै आएको मम्मी यो मम्मी हजुरले के खानु भएको यो मैले त न्यू फ्रुटको त्यो यो ड्रागन हो होइन होइन यो डुरियन बिरियान भन्ने एउटा फ्रुट खाएको सुरुमा गन्ध चाहिँ यस्तो मिठो नआउँदो रहेछ तर खाँदा चाहिँ मिठो छोरी तिमीले के खायौ गन्ध मात्र मन पर्दैन सानो तपाईँले के खानुभयो तपाईँ त फरेभर वाटरमेलन थ्याङ्क यू सानो मलाई यो कपडा किनिदिनु न यु वान डु मसाज क्यान वी डु मसाज सानो म मसाज गर्ने यो खुट्टा खुट्टा भित्र हाल मसाज गर्छ यहाँ कस्तो शीतल यो चाहिँ राति मात्रै हुन्छ होला यहाँ हो ल सानो मेरो पनि दिनु ऊ यहाँ छ म फ्याँक्दिनु के रहेछ हामी बोटमा जाँदैछौँ अनि यहाँबाट सकेका छौँ हामी वेटमा छौँ यहाँ अनि केही देखाउने हो कि के हो गर्मी छ साथीहरू गर्मी छ यो ठाउँमा गर्मी छ तर नयाँ ठाउँ नयाँ देश यहाँको संस्कृति अनि यहाँको यो देशको कल्चरमा हामी आज भिज्दैछौँ रमाइलो भइरहेछ हेर्नुहोस् तपाईँहरूले त्यहाँ बोट देख्न सक्नु पिङ्क कलरको एड्ना पिङ्क कलरको बोट एड्ना बोट हेर न पिङ्क कलरको छ हामी फ्लोटिङ बोटमा छौँ यहाँ अनि यहाँ चाहिँ मजाले वरिपरि चाहिँ मार्केट अनि बिचमा यो बोटमा चढेर यहाँ मार्केटको सौन्दर्यता हामी देख्न सक्छौँ यहाँ ओ त्यहाँ हेर्न के हो त्यो कुखुरा हेलो सबैजना यता हेर्नु न मम्मीहरू ल ल ल हेर्नु बनाउँदैछु अब नबोली बनाइरहेको छु सानो गाई रहेछ तर नक्कली गाई यहाँ चाहिँ सक्कली गाई रहेछ ऊ त्यहाँ चाहिँ सक्कली गाई यो देशमा चाहिँ हात्तीलाई एकदम रेस्पेक्ट गर्दो रहेछ ए के अरे लोटस लोटस बस्नुला अपडेट गर्दै गर्छौँ अघि हामी आएको थियौँ म यहीँबाट आएको यहाँबाट
सानो यस्तो कपडा लगाएर फोटो खिच्ने भाइ प्लिज प्लिज सानो म लगाएर खिच्ने प्लिज प्लिज है सानो प्लिज प्लिज सानो दिनु न हामी यहाँ घुमिरहेको छौँ कति धेरै ठाउँमा कति धेरै मान्छेहरू हेर्नु त्यही बोटमा यसरी हिँड्छ यसरी बोटमा हिँड्दै हिँड्दै यहाँ मान्छेहरू खाँदा पनि रहेछ यहाँ रेस्टुरेन्टहरू पनि छ हेर्नु त फ्लोटिङमै छ फ्लोटिङ भइरहेको छ रेस्टुरेन्टहरू पनि वाउ हेर्नु न फ्लोटिङ भएको रेस्टुरेन्टहरू यस्तै पानीमै छ क्या यो रेस्टुरेन्टहरू तपाईँले बनाएको छ हो ड्याडलाई भन्नु नि ड्याडले उठाउनु कि राइस यिनीहरूले चाहिँ यहाँ एट द इन्डमा चाहिँ यिनीहरूले स्टिकी राइस सर्भ गर्दो रहेछ स्टिकी राइस रे अब हेरौँ लेट्स टेस्ट होइन हेर्न टेस्ट गरौँ कस्तो हुन्छ है छोरी ए बोट हेर न कस्तो खतरा बोट बोट यो त पानी पनि चल्छ बाहिर पनि चल्छ फोहोर उठाउने हेर्नुमा यहाँ के खाइरहेको छु What are you eating? आइरन नेपालको खिर जस्तो छ अनि यो चाहिँ कालो कालो रातो रातो स्टिकी राइस इट्स सो यम्मी छोरी तिमीलाई कस्तो लागिरहेछ राम्रो लागिरहेको छ अनि अब हामी समुद्रको भित्र जाने हो अनि मैले भनेको सुरुमा सबै घुम्ने अनि बिचमा जाने नुहाउने अनि थाकिन्छ अनि घर जाने भनेको अब यहाँबाट हामी कहाँ जान्छ छोरी अब हामी अन्डर वाटर सप जाने अन्डर वाटर वर्ल्ड वर्ल्ड त्यहाँबाट माछा हेर्ने हेलो साथीहरू हामी यहाँ अन्डरग्राउन्ड वर्ल्ड पटायामा आएका छौँ मान्छे हो र यहाँ साँच्चैको मान्छे सुतिरहेछ बनाउ सफा गरेको अब त नि यहाँ सफा गर्दैछ वी आर अन दि वे यहाँ हेर्नुहोस् माछाहरू ओइ मम्मी हामीहरू यहाँ अन्डर वाटर वर्ल्ड पटायामा इट लुक्स सो ब्युटिफुल माछाहरू माछा सन रमाइलो है लियोपार्ड सार्क छ यहाँ हेर्नु नि यहाँ सबै लेखेको छ नि मम्मी यिनीहरू सबै छ यहाँ म माथि हेर्नु ऐसे बना सकते हैं अपने जैसे कि समझ तिमी कसको बिबिचाङ केही छ I love this underwater world. It is so good. फेरि भन्नु यसमा त भन I actually love it. Underwater world. It is filled with fish and unknown fishes. I actually love it. थ्याङ्क यू Thank you. were you a good girl or were you naughty? मम्मी यहाँ आउनु न जेलीफिस हामी यहाँभित्र जेलीफिसहरू भएको सेक्सनमा आएका छौँ अनि यहाँ चाहिँ सानसानो जेलीफिस कस्तो अचम्म तरिकाले हिँडिरहेको छ अनि रमाइलो लागिरहेको छ अनि हामी यहाँबाट जेलीफिसहरू हेर्दै बसेका छौँ आउनुहोस् यता आउनुहोस् टर्मिनल 21 पटाया अरे यो पनि इन्टरनेसनल फ्लाइट बिहान इन्टरनेसनल
तर होइन गेट 3 छ मम्मी पटायामा नि पठान छ इन्टरनेसनल तर यो हो कि अन्त यो चाहिँ यहाँ युनिक्लो सो गरेर देखेँ मैले कस्तो बिचमा हेर नि त्यहाँ हाट बजार लाग्छ खानाको हामी पटाया बीचमा आएका छौँ मम्मीले सामान देख्नु भएको छैन है मैले यता समुद्र हेर डाइनोसर कत्रो हेर यस्तोमा बस्न नि त आएर चट्ट घाम तापेर आरामले बस्ने हो सर त्यहाँ शीतलमा। मम्मी खुट्टा दुखेको छ हरू एक्वेरियमबाट अहिले चाहिँ हामी पटाया बीचमा आएका छौँ अनि हामीहरू एकदमै एक्साइटेड छौँ स्पेसली मेरो श्रीमान अनि मेरो मम्मीहरू अनि यो बीचमा आएर नुहाउनको लागि किनभने एकदमै गर्मी छ अनि त्यही भएको कारणले पानीमा उहाँहरूलाई हाम फाल्न मन लाग्यो अरे नुहाउन मन लाग्यो अरे अनि उहाँहरू नुहाउन जाँदै हुनुहुन्छ अब हामी नुहाउने छौँ अनि हामी फर्किनेछौँ ब्याङ्कक सबै थोक छ हजुर पैसाकै कमी छ जिन्दगी न त चल्छ जिन्दगीमा छ टाउन हो अनि यहाँ चाहिँ सबै फ्रेस फ्रुट्सहरूको पसलहरू राखेको छ हेर्नु त यहाँ माछा पनि बिचरा माछा फ्रुट्सहरू तपाईँले टन्न देख्न सक्नुहुन्छ फ्रुट्स बिचरा नै त्यहाँ न पङ्खा लगाएको फ्रुट्स सानो ओ यो हात दामी होला यो होला होइन गुलियोमा चाहिँ तिमी चेपाइ नगर है त्यहाँ यो चाहिँ एप्पल म्याङ्गो कुन चाहिँ खानु यो नयाँ यो चाहिँ प्यासन फ्रुट नेपालमा पाउँदैन त्यस कारणले यो खाने अनि जे खान मन लाग्छ खानु के भन्नुभयो यो थाइल्यान्डको कटर ओके यो खाने काँडा यस्तो छ काँडा देखेर डर लाग्ने तर हामीलाई हाम्रो नेपालको कटर मिठो कटर हुन्छ, यो मिठो। त्यति टेस्टी हुँदैन त्यति मिठो चाहिँ लाग्दैन चाइना मार्केटमा छ सोहो टाउन भन्ने ठाउँमा हामीले चाहिँ यहाँ खाना अर्डर गरेका छौँ माछाहरू हेर्नु तपाईँले पोलेको हेर्न सक्नुहुन्छ हामीले चाहिँ यहाँ अक्टोपस स्क्विड अनि पोर्क र बिफ खोल्न दिएका छौँ मम्मी तपाईँलाई खाना कस्तो लाग्यो के मिठो लाग्यो सबभन्दा मन के पऱ्यो मलाई सबैभन्दा बढी मिठो के लाग्यो मलाई सीफुड अनि सुप धेरै मिठो लाग्यो मम्मी तपाईँलाई के मिठो लाग्यो मलाई त सबै मिठो लाग्यो होइन ब्राउन र एस्पारागस मलाई खोइ के छ यहाँको अब नयाँ नयाँ खानेकुरा है मलाई त्यो कुरुलोको तरकारी के थियो अरे यस्तो ब्राउन साह्रै मन पर्यो अनि के अरे म्याङ्गो र भात चाहिँ ठिकै लाग्यो किनभने अरू चाहिँ मलाई तरकारी सब मन साग पर्छ खाना चाहिँ मलाई आज चाहिँ मिठो लाग्यो एड्नाले चाहिँ पिठाई खान्छ पहिला अनि मात्रै तलको त्यो मुखमा हाल्दैछ हाल्न लागेको थियो हाल न हाल्न लागेको थियो हल्लाको मात्रै ल छोरी तिमीलाई के मन पर्यो के खायो तिमीले अनि मैले म्याङ्गो राइस अक्टोपस त्यो यस्तो वाला माछा छ तल माछा स्क्विड हो अहिले छोरी अहिले अहिले पनि ठिकै छ सब अहिले पनि स्क्विड खायो त अहिलेको स्क्विड पनि खाएँ सबैभन्दा मिठो के लाग्यो अक्टोपस र क्याट मलाई सोध
तपाईँलाई के मिठो लाग्यो सानो र सबभन्दा मिठो पानी त्यो पानीभन्दा मिठो संसारमा केही पनि छैन तर ग्रिन करी मिठो थियो त्यसपछि त्यो साग पनि मिठो थियो बिफ चाहिँ ठिकै ठिकै लाग्यो बिफ र म्याङ्गो राइस चाहिँ ठिकै ठिकै रहेछ बाँकी सबै ठिकै थियो मिठो थियो मलाई चाहिँ कसैले सोधेनन् र म भन्छु तपाईँहरू सबैजनालाई मलाई चाहिँ कस्तो लाग्यो सिपी मलाई चाहिँ यो सी फुड द बेस्ट अरू त केही मन परेन